50 क्विन्टल भन्दा बढी छ। यो हालतले ल किसानको यो बिक्री भएको छैन भाइ। तिमी नै हो नि यो खेती किसानी गर्ने? यता हेर न। ल भन त यो कतिमा दिन्छौ तिमीले? 5 रुपियाँ किलो दिन्छु म। 5 रुपियाँ किलोमा जति पनि दिन्छौ नि? ल आउनुहुन्छ भने यो भाइको फर्ममा आउनुहोस्, 5 रुपियाँ किलोमा जति लानुहुन्छ लानुहोस् क्विन्टलका दरले। यो मिलन माझीको फर्म कान्छी बजारमा छ। ल जति सक्यो लानुहोस्। ल यस्तरी यो हालत छ किसानको। यहाँ 5 रुपियाँ किलोमा दिँदाखेरि पनि भाइ बिक्री भएको छैन होइन? हो कि होइन भन न, यता हेर न। 5 रुपियाँ किलोमा बिक्री भएको छैन नि भनेपछि हालत यस्तो छ। ल यो ओहो हेर यो टमाटरको हालत पुरै खेतभरि राताम्मै छ तर बिक्री भएको छैन। यो भाइले 5 रुपियाँमा बिक्री गर्न खोज्दाखेरि पनि बिक्री भएको छैन। बजारमा यही टमाटरलाई 30 देखि 40 रुपियाँ किलोमा बिक्री गरिराखन् तर किसानको अवस्था यस्तो छ 5 रुपियाँमा पनि बिक्री भएको छैन। ल यो भाइको हालत ल हेर्नुहोस्, किसानीको हालत यस्तो छ। हामी आज मिलन भाइको कृषि फर्ममा आयौँ। ल यो हालत यस्तो छ। बारीभरि खेतैभरि टमाटर छ, कुहिएर सड्या छ तर 5 रुपियाँ किलोमा बिक्री भएको छैन। यस्तो हालत छ किसानको। हेरे खेतभरि टमाटर पुरा यत्रो फर्म छ यी तर बिक्री भएको छैन बिचरा। हेऱ्यो किसानको हालत यस्तो छ। खेतभरि टमाटर छ। कम्तीमा पनि यहाँ 30-40 क्विन्टल टमाटर छ, खेतमै कुहिया छ। 5 रुपियाँमा बेच्न खोज्दाखेरि पनि बिक्री भएको छैन भनेर भाइ रोइराखेको छ। हामी बुटोलबाट आएको यहाँ। यो भाइले हामीलाई जति सक लानुहोस् टिपेर दाइ फ्रीमा दिन्छु तपाईँलाई भनिराखेको छ। हेरे टमाटर ओहो खेतभरि रातम्मै छ टमाटर। यहाँ खेतमा 5 रुपियाँ किलोमा बेच्दाखेरि पनि बिक्री भएको छैन। तपाईहरुलाई पनि सस्तोमा टमाटर चाहिएमा कान्छी बजार अवस्थित मिलन कृषि फर्ममा सम्पर्क गर्नुहोला। मात्रै किलोको 5 रुपियाँमा टमाटर उपलब्ध छ। मैले चाहिँ आफूले लगभग 15 किलो जति ल्याएर यसरी चाना पारेर सुकाएर राखेको छु। टमाटर सस्तो हुँदाखेरि सुकाएर राख्नुस्, महँगो हुँदाखेरि मजाले खानुस्। धन्यवाद।